कस्तो झलक्कै याद आयो कि मलाई यो देख्ने बित्तिकै तपाईँहरूलाई देखाउनको लागि आएको तपाईँहरूको लागि। नमस्ते साथीहरू, के छ सन्चै हुनुहुन्छ? म त सन्चै छु है, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ भर्खरै उठेको, अनि भर्खरै उठेर पनि बिस्तारा त्यस्तै छ, बिस्तारा फटाएको छैन क्या। अनि पानी चाहिँ खाउँ न है, उठ्ने बित्तिकै पानी चाहिँ खानुपर्छ क्या। टक्क उठ्ने बित्तिकै 1 गिलास पानी चाहिँ खानुपर्छ, स्वास्थ्यको लागि धेरै राम्रो हो है। योबाट चाहिँ पानी तातो आउँछ, योबाट चिसो आउँछ, योबाट मोटरको पानी आउँछ कि बाहिर कोइलो पनि ल्याउँदैन, बाहिर कोइलोको फिल्टरहरू छ। तपाईँ पनि अलि लामो भयो कि यार आजभोलि है, फेरि लामो भएको ऐनामा त कस्तो प्रोग्रेस हो, के भएको यस्तो यार। पानी पहिला पानी नै पसेर भएको रहेछ। मोटर हालिन्छ क्या हाम्रो घरभित्रै। हामी धेरै ठुलो सपना देख्छौँ नि, तर दिनहरू साना साना स्ट्रगलले नै भरिँदै गएको हुन्छ क्या होइन। अहिले सब हेर्नु नि बाहिरको वेदर यस्तो छ क्या, पुरै 10 बजिसक्यो, आज त घामै लाग्दैन। अब सम्भवै छैन घाम लाग्ने भन्ने कुरा हो, यस्तो अँध्यारो छ। अनि यहाँबाट उता देखिँदैन हेर्नु न, त्यो रोड हो नि मेन रोड, थोरै देखिन्छ क्या। कस्तो छ जाडो, अस्तिसम्म त लगभग 3-4 दिन त घाम लागेको थियो नि। यहाँबाट देखिन्छ है टक्क फुल फुलेको, टक्क उता चाहिँ जाँदैन म, चिसो छ। यो ढोकानिर बसेको छु म, तपाईँहरूलाई देखाउनको लागि आएको म, तपाईँहरूको लागि। खाना खान लाग्यो है म चाहिँ अहिले, तपाईँहरू नि खानु होला मजाले है। खाना चाहिँ टाइममै खानुपर्छ क्या, लगभग बिहान 10 बजे खाइहाल्नुपर्छ है खाना चाहिँ। त्योभन्दा पछि पनि खानु हुँदैन, अघि पनि अब नास्ता खाएको हुन्छ, टाइममै खाना खाने गर्नुपर्छ, शरीरको लागि धेरै राम्रो हुन्छ है। दाल चटनी दाल पनि म त यस्तै हो, के भन्छ यो भातमै हाल्ने हो कि। त्यो अब धेरै भाँडाबाट जुठो हुन्छ, आफै भाँडा धुनुपर्छ नि त, जुठो हुन्छ नि त है। अनि खाना खाँदाखेरि मोबाइल हेर्ने काम पनि नगर्नुहोस् है तपाईँहरू। आजभोलि प्रायः धेरैले खाना खाँदा मोबाइल हेर्नुहुन्छ नि त, त्यो बानी चाहिँ नराम्रो है, त्यसले पछि धेरै नै आफैलाई हानि पुऱ्याउन सक्छ क्या है। टक्क सिसामा पानी है, सिसाको गिलासमा राखेर खान्छु ल। कहिलेकाहीँ मन भारी हुन्छ, तर कारण थाहा हुँदैन, तर महसुस चाहिँ गहिरो हुन्छ। तर म हार मान्दिनँ, तपाईँहरूकै मायाले अगाडि बढाउँछ, माया दिनुहोस् टक्क। अघि मैले घाम लाग्दैन भनेको थिएँ नि त, सरी त्यसको लागि है। घाम लाग्यो, अहिले चाहिँ फाइनल्ली 12 बजे घाम लाग्यो। कहाँ छ घाम, त्यहाँ हेर्नु त, त्यहाँ आएको छ घाम लाग्यो क्या। अनि घाम लागेर म चाहिँ टक्क यहाँ बसेको, म बसेको ठाउँ कस्तो छ हेर्नु है, काठ ठ्याक्क राख्नु भएको रहेछ कि कसले चाहिँ, मलाई थाहा थिएन। यहाँनिर रहेछ अनि अब टक्क तानेर चाहिँ बसेको। अनि मेरो अगाडि चाहिँ जङ्गल छ सन्त, हेर्नुहोस् त, जङ्गल भन्नाले पनि यो फल हो क्या। यो हेर्नु न, यो यस्तो सिमी भन्छ, यो सिमी नै हो, तपाईँहरूलाई पनि थाहा होला है। यो तरकारी खाने हो कि, यो सानो छ, सुक्न लागिसक्यो, अस्ति त एक दिन खाएको मैले नि। अनि उता नि छ, उता अर्को छ, त्यहाँ धनियाँहरू लगाउनु भएको छ। अनि अर्को चिज है, अनि आजभोलि त लगभग पुसको महिना हो नि त, माघको महिना हो नि त है। अनि माघको महिना पनि यहाँ एउटा फल पाइन्छ है, हेर्नुहोस् है, हेर्नु त, यो यहाँनिर बेलाउती, यो फुल फल्छ क्या यो बेलाउती। माघको महिना पनि फलेको हुन्छ बेलाउती, अनि फलेर पनि अस्ति खाएको हुन्छ हामीले होइन। यस्तो पाकेको हुन्छ, त्यो सधैँ फल्दो रहेछ कि। एउटा टिप्यो भने फेरि अर्को सानोबाट हुँदै जान्छ, ठुलो हुँदै जान्छ, तर दामी छ, यस्तो मिठो छ खाएको। तपाईँहरू अब नजिक भएको भए तपाईँहरूलाई पनि टेस्ट गराउँथेँ। अब तपाईँहरू कहाँ हुनुहुन्छ है, तर पनि माया छ, सम्झिने छु हजुरहरूलाई खाँदा। सुख सधैँ ठुलो कुरा होइन, आज यो फुल अनि यो बाटो, यो इन्भाइरोमेन्ट, यही नै काफी छ। सुख त अब हुन्छ नि कुनै दिन, त्यही आशमा छ
है सबैजना त्यही आशमा हुनुहुन्छ सबै हामी पीडामै हुन्छौँ टक्क अनि पीडा नभएको जस्तो महसुस गर्छौँ यो देख्यो भन्दा कतिलाई पुरानो युगको याद आउँछ होला है हामी जब सबैजना गाउँमा बस्थ्यौँ जब मिलहरू अनि कुनै सुविधा थिएन क्या लाइटको पनि सुविधा थिएन त्यति बेला चाहिँ हामीले यो युज गर्थ्यौँ होइन अनि यसमा चाहिँ पैसा नि फालिदिनु भएको छ आन्टीले यो चाहिँ हिजो माघी पूजा गर्नुभएको तपाईँहरूको माघी चाहिँ कस्तो भयो कमेन्टमा भन्नु होला है कागको फुल पनि चढाउनु भएको छ यहाँ पैसा अनि चाहिँ हाम्रो पुरानोकै कस्तो झलक्कै याद आयो क्या मलाई यो देख्ने बित्तिकै है कति पुरानो युगको अनि त्यति बेला हाम्रो ढिक्की पनि हुन्थ्यो नि यस्तै टाइपको क्या हो यस्तै टाइपको हुन्थ्यो है यो चाहिँ अब के भयो यो चारपाई हो खाट जस्तो हुन्छ यो चाहिँ डोरीको हो क्या डोरीहरू सबै छुटे हेर्नु नि डोरीहरू सबै छुटे डोरीको हो यो जाँतो यसको नाम सरी म नाम भन्न भुलेछु हजुरलाई जाँतो हो यसको नाम चाहिँ टक्क यसलाई चाहिँ यसरी रिङ्गाउनु पर्छ अनि यसरी रिङ्गायो भने चाहिँ यो कुटिन्छ क्या है पानी त भरेको छैन कि हामी पहिला यस्तो रोक्नु है म हजुरहरूलाई देखाउँछु है टक्क 2005 यस्तो के यस्तो 5 ढुङ्गा बनाएर के यस्तो खेल्थ्यौँ नि पहिला है टक्क यसरी के यसरी है कुकुरलाई थाहा छ तपाईँहरूलाई थाहा छ टक्क यसरी पहिला सानोमा स्कुल पढ्दा कि है टक्क यसरी खेल्थ्यौँ कि हामी कस्तो रमाइलो हुन्थ्यो क्या हामी त झन् कसरी खेल्थ्यौँ सर आउनु भएको अनि क्लासमा अब त्यति बेला त दिमाग पनि थिएन क्या सानै थियौँ सर क्लासमा आउनु भएको अनि सर अगाडि पढाइराख्नु भएको अनि पछाडि बस्ने अनि त्यो बेन्च साइड गर्ने बेन्चको मुनि बस्ने अनि सबैजना 2-3 जना केटाहरू भएर टक्क खेल्ने यसरी फेरि पैसा बाजीमा खेल्ने टक्क कस्तो रमाइलो हुन्थ्यो क्या कस्तो याद आयो क्या मलाई पुरानो दिनहरूको टक्क यो ढुङ्गा देख्दाखेरि के है त्यस्तै याद आयो तपाईँहरूलाई पनि आउँछ होला याद है सानोमा के गर्नुभयो है हामीले त एकदमै रमाइलो गऱ्यौँ बच्चा बेला तपाईँहरूले पनि रमाइलो गर्नुभयो होला किनभने बच्चा बेला प्रायः सबैको रमाइलो हुन्छ होइन त्यही हो आजको भिडियो यतैतिर इन्ड गरौँ है अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है भिडियो राम्रो लागेर लाइक गर्नु होला कमेन्टमा आफ्नो प्रतिक्रिया छोडेर जानु होला भन्दै आजलाई यतैतिर इन्ड गर्छु हस् माया नमार्नु होला हस् बाई